हिमालहरू मौन छन्, तर उनीहरूको मौनतामा हजारौँ कथाहरू बाँचेका छन्। अरू कहाँ हराउँछन् थाहा भएन, तर म चाहिँ हिमालको सुन्दर काखमा हराउँछु। नेपालमा कति धेरै ठाउँहरू छ जसको सुन्दरताले मैले शब्दमा बयान गर्न सक्दिनँ। तीमध्ये यो हो कुमाई डाँडा, जुन समुद्री सतहबाट 3245 मिटर हाइटमा रहेको छ। यो कास्की जिल्लाको अन्नपूर्ण क्षेत्रमा अवस्थित एक सुन्दर ट्रेकिङ स्थल हो। यो छोटो दूरीको ट्रेकिङ स्थलले पनि चिनिन्छ। पोखराबाट 2 दिनमा र काठमाडौँबाट 3 दिनमा कम्प्लिट गर्न सकिन्छ। यदि हजुरहरूले माछापुच्छ्रे, अन्नपूर्ण र हात्ती हिमालको नजिकबाट अवलोकन गर्न मन छ भने यो ट्रेक एकचोटि अवश्य जानुहोला। र आज हामी जाँदैछौँ कुमाई डाँडा। हाम्रो यात्रा सुरु हुन्छ काठमाडौँदेखि। र अहिले हामी छौँ पोखरामा र अहिले बिहानको बजिरहेछ 5:37 र हामी मर्निङमा निस्किसकेका छौँ। र यदि हजुरहरूले मेरो पहिलो भिडियो देख्नु भएको छ भने हामी कहाँ जाँदैछौँ त्यही पनि यदि हजुरहरूले देख्नु भएको छैन भने म तपाईँहरूलाई फेरि पनि भनिदिन चाहन्छु। हामी चाहिँ कुमाई डाँडा ट्र्याक जान लागेको र अहिले हामी पोखरामा छौँ। पोखरादेखि हाम्रो 40-45 मिनटमा हामी सरीपाखा भन्ने ठाउँमा पुग्छौँ र त्यहाँदेखि हाम्रो एक्चुअल ट्र्याक स्टार्ट हुन्छ। सो गाइज, हामी फाइनल्ली यहाँ सरीपाखा भिलेजमा तपाईँले देख्न सक्नुहुन्छ भ्यू। मेस्मराइजिङ भ्यू छ एकदम। मनमा शान्ति तब आउँछ जब हिमालको सुन्दर काखमा पुगिन्छ। र हामीले सरीपाखा पुगेपछि हिमालको सुन्दर काखमा पुगे जस्तै फिल भयो। फाइनल्ली हाम्रो चाहिँ एक्चुअल ट्र्याक सुरु भइसकेको छ र यहाँ हाम्रो मिस हुनुहुन्छ। उहाँ चाहिँ 2-4 पाइला टेक्नु हो, थाकिसक्नु भयो। र हाम्रो अब ट्र्याक सुरु भइसकेको छ। तपाईँले मेरो पछाडि देख्न सक्नुहुन्छ माछापुच्छ्रे हिमाल। त्यो चाहिँ बवाल देखिरहेछ यहाँदेखि। हाम्रो चाहिँ एक्चुअल ट्र्याक सुरु भइसकेको छ। कुमाई डाँडा ट्र्याक आउँदै हुनुहुन्छ भने तपाईँ सरीपाखामा आएर बास बस्न सक्नुहुन्छ।
किनभने यहाँ टन्नै होमस्टेहरू छन् र तपाईँ पोखरा नबसेर सिधै सरिपखाएर बसेर तपाईँको ट्रेकिङ स्टार्ट गर्न सक्नुहुन्छ। त्यो सजिलो हुन्छ। हामीले पोखरामा बास बस्यौँ र बिहान आएर हल्का दुःख पाइयो, त्यही भएर तपाईँलाई सजिलो होस् भनेर अझै तपाईँले मजाले बास बस्न पाइन्छ। यहाँ कोठाहरू एभाइलेबल छ। हामी यता सिधै जान्छौँ, यता राइटतिर तपाईँले देख्न सक्नुहुन्छ। हिले खर्कैतिर जानुपर्छ हामीलाई। फाइनल्ली गाइस हामी यहाँ टुबु डाँडामा पुगिसकेका छौँ। यहाँ पुग्नलाई तपाईँको लगभग साढे एक घन्टा लाग्यो, साढे एक घन्टा। यहाँदेखि हिमाल तपाईँले एकदम बल देख्न सक्नुहुन्छ। हामी लगभग 2.5 घन्टा हिँडेर हिले खर्क पुग्यौँ र त्यहाँ 2वटा होटल रहेका छन्, जसमध्ये हामीले होटल पिस एन्ड हेभनमा बस्यौँ र एकछिन थकाइ मार्यौँ र हामीले त्यहाँ बिहानको ब्रेकफास्ट पनि त्यहीँ खायौँ र फेरि एकछिन थकाइ मार्यौँ र त्यहाँको वरिपरिको अत्यन्त सुन्दर दृश्यहरू अवलोकन गर्यौँ र फेरि पनि हामी गन्तव्यतर्फ लाग्यौँ। हिले खर्कदेखि 1.3 आवरमा लाएर एकदम ठाडो उकालो चढेर फाइनल्ली हामी चिचिले भ्यू पोइन्टमा आइपुगेछौँ र तपाईँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ बोर्ड हो र अब केही मिनटमा हामी पुग्छौँ माथितिर। तपाईँले देख्न सक्नुहुन्छ, तपाईँले देख्न सक्नुहुन्छ अहिले ठ्याक्कै चिचिले आइपुग्यौँ। करिब 1 घन्टा 30 मिनट लगाएर हामी यहाँ पुगेको छौँ। अब यहाँ हल्का रेस्ट गरेर अब हामी फेरि निस्किन्छौँ। यहाँ पनि बस्न र खाना सुत्नको व्यवस्था छ र यो चाहिँ वेलकम टु चिचिले होम। हो यहाँदेखि त तपाईँले बवाल भ्यू देख्नुहुन्छ। मेरो पछाडि अन्नपूर्ण हो कि क्या, देख्न सक्नुहुन्छ यहाँको भ्यू असम। बवाल भ्यू देखिरहेको। A few moments later. फाइनली गाइज चिचिलेमा आधी घन्टा बसेर हामी निस्किसकेको छौँ फेरि पनि।
हाम्रो ट्रेक स्टार्ट भइसकेको छ। अब फेरि 2 घन्टा पछि देउराली आउँछ र त्यहाँ हामी खाजा त होइन, अब खाना खाने, खाजा तल खाएको, त्यसपछि फेरि लाग्ने बेस क्याम्पतर्फ। यही हो गाइस। अब बाटो त यस्तै उकालो छ गाइस, हेर्नुहोस्, ठाडै उकालो छ। जो त पहिलोचोटि पहिले ट्रेकिङ गएको छैन भने त्यसले लेक लाग्न सक्छ गाइस। एकदम ठाडै उकालो छ, त्यसले देख्न सक्नुहुन्छ। एकदम मलाई युनिक लाग्यो यो घर। यहाँ सिटहरू के तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ नेपालको हाम्रो प्यारो झन्डा वे टु खुमै डाँडा। तपाईँले साइनबोर्ड देख्न सक्नुहुन्छ। म त देखिरहेको छु, तपाईँहरूले देख्न सक्नु भ्याएको छ कि भ्याएको छैन। यहाँ बोर्ड छ, वे टु खुमै डाँडा। यहाँदेखि अब फाइनल्ली गाइज हामी 1 घन्टामा देउराली पुग्यो। अब यहाँ तपाईँले देख्न सक्नुहुन्छ अगाडि। अब यहाँ घरहरू छ होइन। हामी चाहिँ यहाँ देउरालीमा खाना खाएर अनि रेस्ट गरेर जानुपर्छ। फेरि अझै फेरि पनि टाइम लाग्छ होला। फाइनल्ली देउराली पुग्यौँ। र देउराली पुग्नै लाग्यो। यहाँ के छ, देउराली खुमै डाँडा होटल रेस्टुरेन्ट। यहाँ देउराली खुमै डाँडा होटल रेस्टुरेन्ट यहाँ छ। देख्न सक्नुहुन्छ। तपाईँहरूले भ्यू देख्न सक्नुहुन्छ यहाँदेखि देउराली चिया पसलदेखि। यहाँदेखि भ्यू तपाईँले देख्न सक्नुहुन्छ। हिमालको रेन्ज एकदम भयो। यो चाहिँ बन्द भइसकेछ जस्तो लाग्यो।
हामी अहिले रेस्ट क्याम्पमा आइसकेका छौँ। तपाईँले देख्न सक्नुहुन्छ भ्यू यहाँदेखि क्या बवाल भ्यू देखिरह यो हल्का छेकिरह हिमाललाई यहाँदेखि यस्तो हेर्दा कस्तो बवाल भ्यू you can see it from here the rest camp. So guys अहिले हामी रेस्ट क्याम्पमा आइपुगेछौँ। यो अहिले हामीलाई जानुपर्ने छ ऊ त्यो टुप्पामा त्यो तपाईँले देख्नुहुन्छ कि देख्न सक्नुहुन्न त्यहाँ जानु छ। त्यो मान्छेहरू सानो सानो आइरहन् र यो चाहिँ हाम्रो नेपालको झन्डा। यदि यहाँ आएर तपाईँ बस्न चाहनुहुन्छ भने यहाँ रुमहरू पनि छ हाम्रो 2 3 4 5 6 7 8 9 वटा जति। यहाँदेखि त बवाल भ्यू देखिरहेछ। ठ्याक्कै यो झ्याङले छेरिरह यो छेकेछ अन्त भ्यू त बवाल एकदम वाइल्ड भ्यू त भ्यूको त यहाँ कम्पेरिजन नै छैन नि। सो हामीले 2 घन्टा जति लाएर यहाँ पुग्यौँ। अझै पनि लाग्छ अझै 2 घन्टा जति लाग्छ होला। थुप्रै माथि छ अझै। गाइस हामी त्यहाँ त्यो बेस क्याम्प रेस्टुरेन्टदेखि आएको त्यहाँदेखि अहिले चाहिँ ठ्याक्कै हामी यहाँ यो त चारैतिरबाट यो टुप्पा यो चाहिँ टुप्पा हो। यो यहाँ हामीसँग जानु छ। हामी अहिले ठ्याक्कै यहाँ छौँ। यो चाहिँ बोर्ड देख्नुहुन्छ तपाईँले बोर्ड यहाँ बोर्ड छ तपाईँले देखाउँछु। जम्मा 45 मिनट लेखेछ। अब धेरै छैन 45 मा त लेखेछ के तर हामीलाई 1 घन्टाभन्दा कम लाग्दैन। सो यहाँदेखि भ्यू त बवालै देखिएछ तपाईँहरूले देख्नु चारैतिर जहाँसम्म आएर देख्नुहुन्छ खाल्टो नै खाल्टो छ। यता चाहिँ ब्युटिफुल यहाँदेखि पनि देख्न सक्नुहुन्छ। गाइस यहाँ तलतिर हेर्नु त कस्तो सेतै देखेछ। यहाँ हेर्नु न एकदम अहिले हामी चाहिँ धेरै माथि आइसकेका छौँ गाइस। र यहाँ चाहिँ यस्तो फिलिङमा आइरहेको कि तल हेर्नु भने चक्कर आउनु लाग्यो। अझै त्यो टपमा जानु छ हामीलाई उता माथि। हामी एकदम टपमा आइसकेका छौँ। तपाईँले देख्न सक्नुहुन्छ यहाँदेखि पुरै तल कति माथि आइपुगेछौँ। अझै पनि धेरै जानु छ हामीलाई माथि। यदि हजुरहरू कुनै नयाँ हुनुहुन्छ भने कतै जानुभएको छैन भने प्लिज यो खुमै डाँडातिर ट्र्याकमा नआउनु होला। धेरै गाह्रो छ। लगभग 7-8 घन्टा भइसक्यो अहिलेसम्म पुगेकै छैनौँ गाइस होइन। अझै आधा घन्टा जति लाग्छ होला हाम्रो हिँडाइले त त्यस्तै ल्याएर अझै उता माथि जान्छ उता। अझै त्यहाँ टपमा जानुपर्छ गाइस हामीलाई। यहाँ देख्न सक्नुहुन्छ हिमाल
लास्टै अझै त टाढा छ, त्यो 20 मिनट लाग्छ। उता घर देख्नु भयो कि हो होइन, त्यहाँसम्म जाँदैछ। हामी एकदम पुगिसकेको छौँ गाइस, तपाईँले देख्नु सक्नुहुन्छ हिमालको भ्यू। यहाँ तल एकदम तलतिर छ। अब केही क्षणमा तपाईँलाई म माछा पुछरेको भ्यू देखाउँछु म। या तपाईँले देख्न सक्नुहुन्छ, हार्टली वेलकम टु द खुमै हिल guys, and it's the awesome view I have ever seen it. चारैतिर हिमालको बाटो। हामी पुगिसकेका छौँ खुमै डाँडा। तपाईँले यहाँको भ्यू देख्न सक्नुहुन्छ, बवाल एकदम। यस्तो भ्यू अहिलेसम्म देखेकै थिएन, फेरि पनि देख्न पाऊँ होइन। जिन्दगीमा मरिलानु के छ र। यदि तपाईँ आउनु प्लान बनाइराख्नु भएको छ भने एकचोटि अवश्य भेट्नु होला, खुमै डाँडा ट्र्याकमा भिजिट गर्नु होला। यस्तो बवाल भ्यू, यु कान्ट इमेजिन। म त हेरेरै छक्क परेँ, यस्तो बवाल भ्यू। चारैतिर हिमाल पाहाडै पाहाड भएको। तपाईँले देख्न सक्नुहुन्छ यहाँ मेरो क्यामेरामा। तपाईँहरू नआए पनि म तपाईँहरूलाई देखाइदिन्छु। यो चाहिँ सङ्ग्रिला क्याम्प एन्ड इन खुमै डाँडा। ग्रिन कटेज पनि यतै छ। हामी चाहिँ फिस्टेलमा बुकिङ गरेको थियौँ, हेरौँ के हुन्छ। हाम्रो बुकिङ चाहिँ फिस्टेलमा भइसकेको थियो, अस्ति नै बुकिङ गरेको थिएँ म। अझै के भन्नुहुन्छ, यो चाहिँ 3245 मिटरको हाइटमा रहेको छ हाम्रो फिस्टेल कटेज। त्यहाँ यहाँ देख्न सक्नुहुन्छ तपाईँले माउन्टेनको भ्यू त तपाईँले कति राम्रो छ भन्नै सक्दैन, एक्सप्लेन गरेर सत्य छैन गाइस।
like I'm floating through the air. The pain I felt is paid for, all is said. सो गाइज अहिले म कोर्चन डाँडा जाँदैछु यहाँ माथि अहिले मलाई 10-15 मिनट लाग्छ हामी चाहिँ देख्नु भए कि भएन ऊ त्यहाँदेखि खुमै डाँडादेखि आएको बाटो चाहिँ यही हो सर्पको जस्तो तपाईँले देख्न सक्नुहुन्छ यहाँदेखि सर्पको जस्तो हामी ऊ त्यहाँदेखि आएको अहिले जाँदैछौँ हामी माथि र सनराइज चाहिँ भइसकेको छ गाइज यहाँ मेरो पछाडि देख्न सक्नुहुन्छ भ्यू चाहिँ यही हो यहाँ यो ठ्याक्कै उता गएपछि हिमाल पनि देखिन्छ मजाको यदि हजुरहरू तपाईँ आउँदै हुनुहुन्छ खुमै डाँडा भने यो चाहिँ एकदम बेस्ट हो काठमाडौँदेखि चाहिँ 3 डे लाग्छ पोखरा चाहिँ 1 नाइट 2 डेमा चाहिँ मजाले सकिन्छ सो गाइज यदि हजुरहरू आउँदै हुनुहुन्छ भने प्लान बनाइराख्नु भएको छ भने प्लिज भिजिट गर्दा हुन्छ गाइज वान अफ द मोस्ट ब्युटिफुल डेस्टिनेसन हो गाइज र अब हामी लाग्छ माथि गाइज अहिले हामी 2 घन्टाको बाटो चढेर हामी यहाँसम्म आइपुगेका छौँ र अझै पनि यहाँ टपमा जानु छ यहाँ मलाई लाग्छ अझै टाइम 10-15 मिनट र यो चाहिँ तपाईँले देख्नु सक्नुहुन्छ यो माछापुच्छ्रे हो यो चाहिँ अन्नपूर्ण हो अन्नपूर्ण रेन्जहरू कस्तो बवाल देखिरहेछ र यता पनि देखिरहेछ अलि माथि यहाँ यो टपमा गएपछि यसै यो पनि राम्रो देखिन्छ भ्यू यो चाहिँ माछापुच्छ्रे हो यो चाहिँ अन्नपूर्ण हो पवाल तपाईँले एकचोटि आउनै पर्छ यहाँ खुमै डाँडा गाइज 2.5 घन्टा हिँडेर हामी कोर्चन डाँडा पुगेको छौँ र तपाईँले यहाँ देख्न सक्नुहुन्छ पवाल माउन्टेन रेन्जहरू यो चाहिँ नेपालको ब्युटी हो नेपाल त्यसै माउन्टेन हिमालको राजा भनिन्न माउन्टेन किङ भनिन्न र यो चाहिँ हिमचुली हो माउन्टेन हिमचुली यो चाहिँ माछापुच्छ्रे हो यो चाहिँ अन्नपूर्ण र त्यो चाहिँ लमजुङ हो त्यो तपाईँले यहाँ देख्न सक्नुहुन्छ चाहिँ एकदम पवाल यस्तो चाहिँ मैले फर्स्ट टाइम देखिरहेको छु तपाईँले देख्न सक्नुहुन्छ मेरो चारैतिर गाइज हिमाल यो चाहिँ 360 यो डाँडालाई 360 पनि भनिन्छ किनभने चारैतिर तपाईँले हिमालको रेन देख्न सक्नुहुन्छ र यता चाहिँ इस्ट हो सनराइज फोटोसोटो खिचेर अब यो कोर्चन डाँडालाई बाई गर्दै अब हामी निस्किन्छौँ माछापुच्छ्रे हिमालचुली यो अन्नपूर्णलाई अब हामी टाटा बाई गर्दै अब हामी खुमै डाँडातिर जाँदा हामीलाई थ्याङ्क यू।
र अहिले हामी झर्दैछौँ गाइज, तपाईँले देख्न सक्नुहुन्छ खैरो खैरो कस्तो देखिरहेको बवाल। र पछाडि चाहिँ हिमाल, यता यता हिमाल छ। धेरै गाह्रो छ गाइज यो ट्र्याक त सिधै छ त। ओइ धन्न खुट्टा गएन यार, यहाँ त उतै जानु छ अझै। अप्ठ्यारो रहेछ बाटो। हेर्नु न हेर्नु यता माथिदेखि आएको हामी तल जान लागेको कुमै डाँडा। बस